छ्याजालो नमस्ते टु एभ्रिवान सम्पूर्ण सबैजनालाई इट्स मी डेभिड गुङ ब्लग्समा सबैजनालाई वेलकम सम्पूर्ण सबैजनालाई आदरणीय मेरा बुवा आमा दाजुभाइ दिदीबहिनीहरू सम्पूर्ण सबैजनालाई यस पुसप 15को आशीमाला व्यक्त गर्न चाहन्छु सम्पूर्ण सबैजनालाई ह्याप्पी तमु लोसाको थोरै क्लिप्सहरू लिएर आउनेछु म चाहिँ नि हाइट पुगिसकेको होइन सिन्जुकोमा अहिले पनि देख्न सक्नुहुन्छ अहिले म चाहिँ सिन्जुको ठाउँमा छु मलाई चाहिँ लाज लागे भिडियो गर्न चाहिँ नि सो मैले यो पुसप 15मा हामीले यो रूप लाउनु एकदम महत्त्वपूर्ण छ क्या त्यही भएर मैले यो रूप चाहिँ लगाइसकेँ यहाँभित्र आएर भिडियो गर्नु मलाई कस्तो कस्तो लाज लाग्यो एकदम लाज लाग्यो मैले त साइडमा आएर पनि बोलिरहेको छु किनकि भित्र बोलेपछि गीतको आवाज सुन्नुभएको होला नि तपाईँहरूले पनि ब्याकग्राउन्ड आवाज त्यो आवाज सुनेर केही सुन्दैन क्या त्यही भएर अन्ली भिडियो कपिराइट खाएको पनि भिडियो हेर्नु होला माया गरेर त्यो सम्झना हुन्छ सबैजनालाई जग्गा मैले मान्छेहरूलाई देखाउन कोसिस गर्छु किनकि मैले तपाईँहरूले चिन्ने मान्छेहरू मैले देखाउन कोसिस गर्छु ल म गएर हेलो मेरो युट्युब च्यानलमा वेलकम स्वागत छ हजुरलाई बुबु ठुलो बुबु एक्लै एक्लै रमाउँदै हुनुहुन्छ हजुरलाई छोडेर हेर्नु हेर्नु नाच्नु बुबु धन्यवाद बुबुलाई अनि यसै गरी म यता सन्नानीले झुकायो मलाई तातो पानी चिम्पाने भनेर तातो पानी चिम्पाने भनेर श्यामा श्यामा सुना चुदेर बाजु है भन्नुबानी के भएन होला श्यामा तिमीले बुनेछौ भयो घरबार
हाम्रो लोसार चाहिँ नि समाप्त भएको छ। एकदम राम्रो तरिकाले सिद्धिएको छ। एकदम रमाइलो गऱ्यो हामीले। राति 10 बजेबाट सुरु गरेको यो लोसार बिहान 5 बजेसम्म एकदम भव्य तरिकाले रमाइलो गरेर हाम्रो लोसारलाई समाप्त गरेको छौँ। धेरै राम्रो तरिकाले मनायो, नाचे, गुरुङ कल्चरको खानेकुराहरू खाएँ, भात खाएँ, रोटी खाएँ। धेरै धेरै धन्यवाद दिन चाहन्छु हाम्रो यस सेन्जली तमु समाजलाई सबैजनालाई धेरै धेरै धन्यवाद दिन चाहन्छु। अहिले चाहिँ नि बिहानको टक्क कति बजी भन्दाखेरि देख्न सक्नुहुन्छ 7:17 गएको छ। म चाहिँ नि रुम आइपुग्न ल हो। अब गएर सुत्छु होला एकछिन सुत्छु। 2 बजेबाट फेरि काम छ मेरो। अब एकछिन सुत्छु अनि काममा जान्छु। सो मेरो भिडियो के कस्तो छ सबैजनालाई माया गरिदिनु हेर्नु भएकोमा धेरै धेरै धन्यवाद व्यक्त गर्न चाहन्छु। मेरो भिडियोलाई माया गरेर हेरिदिनु होला सम्पूर्ण सबैजनालाई, मेरो युट्युब फ्यामिलीहरूलाई। हामी यस्तै छौँ, देश विदेश रहनुभएका सम्पूर्ण दाजुभाइहरूलाई धेरै धेरै माया र सम्झना छ होइन। पुष 15को दिनमा लोसार मनाउन नपाए पनि पुष 16को गते हामीले एकदम रमाइलो तरिकाले मनाएको छौँ। त्यसको लागि हामीलाई यस गुरुङ समाज जापान धन्यवाद दिन चाहन्छु। हामीलाई यति रमाइलोसँग मनोरञ्जन दिनुभयो। यो चाहिँ नि मेरो होस्टेल हो। सो हेर्नुहोस् ल, यो म बस्ने होस्टेल हो। नआउनु होला केही भन्ने के। आज मेरो रुम पनि देखाइदिन्छु गाइस म सम्पूर्ण तपाईँहरूलाई के कस्तो छ भनेर। टक्कै यहाँ जाने होइन मासतिर। अनि आउटफिट आजको सर्ट अनि मेरो एटी थियो तर मैले एटी लाएन है। यो ब्यागमा छु। यो चाहिँ नि मेरो रुम हो। मेरो रुम भित्र गयो टक्क छ थोपाले केटा सुतिरहेको छ। ल यो चाहिँ मेरो पढ्ने टेबल देख्न सक्नुहुन्छ। आफ्नो देश छोडेर आएपछि झन्डाको कति कदर गरिन्छ भनेर, कति महत्त्वपूर्ण हुन्छ यो फ्ल्याग।